केक कटिङ बेला भइसक्यो अब तिनवटा केक छ यो हाम्रो सन्जु बाबु 1 2 3 1 2 3 तालु जना त खानु के देखिसकेको छ भाउ खानु कहाँ मरे यार यिनीहरू यार भगाइदेऊ है न यसो गर ऊ त्यहाँ बस्दा त बाबु उता त्यहाँ बस म यता बस्छु है ल यो धेरै एक्साइटेड छ के भन्छस् केटा केही भएन क्या त के भन्छस् के हो आज ल ल ल अहिले लगाउँदा के भन्ने हो आज के हो जन्मदिन कसको जन्मदिन हो ल पब्लिक पनि आइसक्यो है ल ल थ्याङ्क यू ल तिमीले लाइभ गरिदेऊ है अरे बुलाऊ या त आलुलाई यहाँ राखेर हुन्छ बल्ल हाम्रो बर्थडे सेलिब्रेसन दुईटा भन्ने हो तिनीहरूले ल काटम के पङ्खा मारे त स्प्राइट छैन कोक मात्रै भन्दै ओए मधु अब काट्ने हो भनेपछि आउनु खै क्यान्डलहरू हामीले सीमाको विषयमा बोल्दाखेरि कुनै पनि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ आपत्ति जनाउनु अचम्म लाग्यो ठिक छ तपाईँहरूसँग डिमान्ड छ भने ल्याउनुहोस् हामीसँग कालापानीले पुगेको हात त केटा हात प्रमाण लिनलाई हामीले पहिला छौँ भनेका हौ हामीले ब्रिटिसलाई लाइटर के आइज त ऊ यहाँ उम्बे सँगै काट्ने ल है नचल न नचल बाबु आउनु अन्त यो जलाउनु हजुर पनि यता ल तँ पनि जला ल यसो यसो गर्ने यता होइन है र आउँछस् भने ल त अरू सबलाई नि पक्राउ यो ल पक्राउ ल कहाँ हुन्छ र खाने मात्रै आज त लच्छा तिमीले फोटो खिच्छौ ए यहाँदेखि पनि खिच्देऊ यहाँदेखि एउटा मोबाइलदेखि लियो नि फोटो र भिडियो गराऊ है भिडियोसित फोटो खिच्न मिल्छ थाहा नि आऊ केमा लौ त दाइ धेरै टाइम लाग्छ यार रेड लो
तिमीले मैले यो है अच्छा छोरी भयो के कसैले ल्याइदिएको तँ? फेन लगाउनु टेबल फेन ल्याइदिउँ न यो केकमा नगर है केकमा भिडियो गर्ने हो कि फोटो खिच्ने हो सुझाव अहिले लास्टमा फोटो खिच्देऊ भिडियो गराइदेऊ यार भिडियो लाइभ हाल्दे ल के हुन्न केकमा अरे गए कुछ नहीं होगा खा सकते हैं इसको अनि सुजनले लाइभ त गरेन लाइभ यहीँ छ यस्तो हालत गराइदिए यिनीहरू जनताहरूले त यसो भिडियो ल ल त मुकेश यो यस्तो गराइदे ल अब यो केन्द्र गजनी अकेला अकेला है गजनी देउता देउता हो पहिला सानो बच्चालाई पढ्ने कोही छैन न थ्याङ्क यू ल पटाइ पड्कानु हुन्न क्या केही हुन्न क्या जसले खिलाएन मसँग थियो यार तर यता दुईटा बम छ कि अझै मसँग तिहार हो त्यो पकाइदिनु आज खतरा हुन्थ्यो लिएर आउँछ बखर भाउजू आउनु आउनु बुढो हुन्छ आला केही होइन भित्तामा हिँड्ने जलाउने वाला ए चकुवाला त्यो त होइन पड्किने भइने अरू सबलाई आउन खाउँ न होइन अर्धाङ्गिनीलाई बोलाएको पहिला यार हात आमा आमा भाउजू त्यसपछि अर्धाङ्गिनी बल्ल पो अरू दाइ भाइ भइसक्यो के ल ह्याप्पी बर्थडे मेरो भाइ अनि त्यो ल अरे सुजनले सिकाएको मलाई इन्डियाले सिकेर आएको बत्ती बालेको देख होइन देख मामा यो यार त यार अब नाच गर्नु पर्यो माइकिङ गर्नु यो उता भित्र सबैलाई लिँदै चखाउँदै गरेको हो त्यसरी जाँदाखेरि धेरै टाइम हुन्छ नगद के ह्याप्पी बर्थडे भन्नु भयो त्यो लगाएर त्यो राख अर्को खुला अब त्यो खाने होइन अब त्यो लगाइदिने मात्र हो त्यो अब त्यो उतै राख अब त लगाइदिनु बाघ लगाइदिने होइन खाने हो ल यस्तो गराइदियो लु नि त बुढा यहाँदेखि गरिदिनु मुलाले यस्तो गराइदियो यार भिडियो यो ल गराउने पुरै ल हाम्रो मामालाई नलगाइ के त नलगाइ छ यहाँ सुजन बख अहिले हो क्या अहिले सफा भयो नम्बर मागिरहेको थियो नम्बर थिएन मसँग जानु स्कुटीमा ए भाउ के कुरा गर्नु सिधै फेस टु फेस
तिमीले लगाइदियो भनेर कसरी लगाइदियो भनेर लगाइदियोस् म तल लगाइदिन्छु। हैन अङ्कललाई लगाइदियो भनेर रेडियो नेपाल यही हो गरेन कुरो माइजू पहिलो भइरहेको छ के ल माइजूलाई माइजू लगाइदेऊ त ल माइजू अब ट्याक्क उता होइन प्रकाश आले मगरले ह्याप्पी बर्थडे है दाई मेरो तर्फबाट भने हिमांशु टेलरले ह्याप्पी बर्थडे भाइ भने ह्याप्पी बर्थडे लच्छे ह्याप्पी बर्थडे पार्स तिमीले भिडियो बनाऊ नगराके त्यस्तो ह्याप्पी बर्थडे लच्छे बेलेलाई के बेलेलाई त्यो उ गर भोटेमा आज त भोटेमाको प्योर भान्जाको हो त अनि छिटो थाहा पायो कहाँ गयो तेरो अङ्कलको हो कि आज बर्थडे खै खाने होस् कि नै केक ल खाला आँगन आँगन फेरि ल गालामा हल्का 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 मात्रै अलिअलि त्यो अहिले खै गालामा गालामा भयो भएन यहाँ त यहाँ किन सुजनको जेठान भाइ भाइ साथी दाई माइजू मामा भाइ भाइ भाउजू उहाँ आमा र छोरा लास्टमा उयो ढोलीलाई हानिदिनु पर्ला जस्तो माग ल सुजन यो के गरिदिउँ लाइभ त अझै सक्यो यहाँ त कतिजनाले पठाएन त्यसलाई सिपाको आँगर खाऊ त्यो भयो अब ल यो एकछिन समात्यो एकछिन यतातिर देखाऊ है सुजनको लाइभ यो लाइभ भन्ने कसरी गर्ने अरे गरेको गरे गर्ने अरे बाबु यता आएर त न हजुर ए मुखमा कति छ तिम्रो मुखमा कति छ यो भयो राम्रो भयो लौ ल मने अङ्कललाई देऊ ओ मनु अङ्कललाई देऊ मनु अङ्कललाई तर म पहिलेदेखि लाइभ बन्द गरिदेऊ के वो आ गए हैं बर्थडे बॉय अभी कोही पनि छैन के डिफेन्स लाइन तिनीहरू कहिले पनि यो 23-24 वर्षको प्लेयर हुन्न के कसको इडलीको बुढा बुढा यहाँ नैना जोडी मैना जोडी लाल जोडी मुना मदन भन्दा पनि कडा
त्यसलाई त्यत्रो लाग्छ मामालाई देखाएको त पब्लिकै भाग्यो यार सबभन्दा पहिला कोकटेल है हो तिमी जो बनाउन सक्छ त्यही बनाऊ बस ए त्यसले त्यो टान्यो भने त्यो डेक्ची पल्टिन्छ के समात सागले टेकेन त्यसको प्योर हो त तैँले बनाएछ तिमीको ककटेल कस्तो रहेछ खानु अस्ति एक बाल्टी पुगेर चाख्ला नदेखिन बिचरा त्यति झुमी गराएर पो खाका ल न आन्टी यस्तै देखाइदिनु सुजनलाई यसरी समात्नु के त्यसरी दुईटा हातले समात्नु पर्दैन एउटा होइन यहाँ मैले बस एकछिनलाई हो अँधेरो देख्थ्यो मलाई चाहिँ भोक लाग्यो भोक लाग्यो अब खानु आन्टी खै अन्ति भित्र माथि स्प्राइट होला अङ्कल माथि गछन् माथि आन्टी मम्मीलाई माग न त्यही बेलामा मम्मीलाई माग न त्यही बेलामा के खान्छौ त्यही माग केक मात्र नखाऊ खुट्टा पर्ने हो कता तँ थाल कोकटेल काट्ने कसरी हो कन्टिन्यू गरिदिउँ कि फिनिस गरिदिउँ